एकदमै भोवाले कन्डिसनको हर्नेटहरू चाहिँ हामीसँग आइसकेको छ। यो दुईटै हर्नेटको बाइक चाहिँ जम्मा 1,00,000मा जुन लगे पनि छानेर 1,00,000मा आउँछ। हामीसँग सिबिआर छ 64 लटको 150 सिबिआर हो। एकदमै राम्रो कन्डिसनमा छ। हजुरहरूलाई चाहिएमा चाहिँ हाम्रो लोकेसन रहेको छ पेप्सी गोला छाप्रो चोक। यो चाहिँ मात्र आउँछ 2,35,000मा आउँछ। यो डुक 200 पनि छ 3,75,000मा आउँछ। अनि हामीसँग बेनेली 180 पनि छ। यो बेनेली 180 चाहिँ हामीसँग तपाईँहरूलाई आउँछ मात्र 2,10,000मा आउँछ। साथसाथै हामीसँग राम्रो कन्डिसनको एमटी पनि छ। यो ब्ल्याक कलरको 17 लटको चाहिँ आउँछ तपाईँहरूलाई 2,75,000सम्म आउँछ भने यो चाहिँ 2,95,000मा आउँछ। 215 छ एकदमै राम्रो कन्डिसनको 97 लटको 18 मोडलको 250 छ एकदमै राम्रो कन्डिसनमा छ। यो चाहिँ तपाईँहरूलाई आउँछ 1,60,000मा आउँछ। 117 लटको एफजेड V3 पनि छ। यो चाहिँ तपाईँहरूलाई आउँछ एकदमै राम्रो कन्डिसन। यो चाहिँ तपाईँहरूलाई आउँछ यो चाहिँ तपाईँहरूलाई ठ्याक्कै 2,00,000मा आउँछ। यो 96 लटको NS 200 पनि छ। यो चाहिँ हजुरहरूलाई ठ्याक्कै 1,60,000मा आउँछ। 128 लटको NS 200 पनि छ हामीसँग चाहिँ। यो चाहिँ तपाईँहरूलाई आउँछ 2,25,000सम्म आउँछ। 122 लटको 150 पल्सर छ। यो चाहिँ तपाईँहरूलाई आउँछ 1,78,000सम्म आउँछ। अनि 82 लटको 150 पल्सर छ। यो चाहिँ तपाईँहरूलाई आउँछ 1,18,000मा आउँछ। 102 लटको टिडीमा 150 पल्सर छ। यो चाहिँ तपाईँहरूलाई आउँछ 1,30,000मा आउँछ। होन्डाको युनिकर्न छ 160 नयाँ मोडलमा। यो चाहिँ तपाईँहरूलाई आउँछ ठ्याक्कै 1,00,000सम्म आउँछ। हामीसँग स्कुटर पनि छ जेडआर स्कुटर। यो चाहिँ आउँछ तपाईँहरूलाई 1,75,000मा आउँछ भने होन्डाको एभिएटर पनि छ 136 लटको 2022 मोडलको। यो चाहिँ तपाईँहरूलाई आउँछ ठ्याक्कै 1,80,000मा आउँछ। होन्डाको क्राजिया पनि छ हामीसँग 18 मोडलको। यो चाहिँ तपाईँहरूलाई आउँछ ठ्याक्कै 1,18,000मै आउँछ। 52 लटको एभिएटर छ। यो चाहिँ तपाईँहरूलाई आउँछ ठ्याक्कै 75,000मा आउँछ। 119 लटको स्प्लेन्डर छ। यो चाहिँ तपाईँहरूलाई आउँछ 1,30,000मा आउँछ भने डिस्कभर छ 27 लटको डिस्कभर छ। यो तपाईँहरूलाई मात्र आउँछ 38,000मा आउँछ। बेनेली छ हामीसँग 104 लटको। यो चाहिँ तपाईँहरूलाई मात्र आउँछ 1,05,000मा आउँछ। रनर हङ छ 108 लटको। यो तपाईँहरूलाई आउँछ 1,15,000मा आउँछ। सस्तो महँगो जुनसुकै कन्डिसनको बाइकहरू हजुरहरूलाई चाहिन्छ भने चाहिँ बाइक स्कुटरहरूलाई चाहिन्छ भने चाहिँ हाम्रो लोकेसन रहेको छ पेप्सी गोला छाप्रो चोक। एकदमै राम्रो कन्डिसनको बाइकहरू चाहिँ हामीसँग अपडेटमा भइसकेको छ। हजुरहरू कसैलाई चाहिएमा चाहिँ तुरुन्तै सम्पर्क गर्नु होला। हाम्रो लोकेसन रहेको छ पेप्सी गोला छाप्रो चोक। जुनसुकै बाइकसँग सेल आइने एक्सचेन्ज हुन्छ। हजुरहरूले आएर टेस्ट ड्राइभ गरेर हजुरहरूले लिन सक्नुहुन्छ।